नमस्कार। सबैभन्दा पहिला त सबैजनालाई होलीको शुभकामना, ह्याप्पी होली भन्दै सबैजनालाई हार्दिक मङ्गलमय शुभकामना। होली राम्रोसँग मनाउनु होला, झगडा नगरिकन, मदिरापान सेवन नगरिकन होली राम्रोसँग मनाउनु होला। यसो भन्दै गर्दाखेरि अब नेपालमा चुनावको माहौल मुखैमा आइसकेको छ। कसले जित्छ कसले हार्छ अब 22 गते हेर्न बाँकी नै छ। जसले जिते पनि जसले हारे पनि सबैलाई शुभकामना छ। देशमा राम्रो होस्, सुशासन कायम होस्। र अब हामी विदेशमा त तपाईहरुले सुन्नुभएकै छ, यहाँ लडाईँ परेर जाने एकअर्कामा खाडी मुलुकहरुमा बम मिसाइल हानाहान चलिराखेको छ। अब त्यो बावजुद पनि हामी आकाशतिर फर्केर हेरिरहेका छौं। कतिखेर आउँछ के गर्छ भन्दै आफ्नो सेफ्टी खोजिरहेका छौं र सबैजनालाई विदेशमा बस्ने हुने सबैजनालाई आफ्नो सेफ्टी गर्नु होला र भरसक भिडियो क्लिपहरु तपाईहरु शेयर नगर्नु होला। शेयर गरेको बापतमा भोलिपर्सि तपाईलाई यहाँको सरकारले, तपाई बसेको कन्ट्रीको सरकारले कारबाही हुन सक्छ। त्यो भन्दा राम्रो तपाईहरुले शेयर नगरिकन, तपाईहरुले खिचेका भिडियोहरु शेयर नगरिकन, फेसबुकमा नहालिकन चुपचाप बस्नु होला, सेफ्टीसँग बस्नु होला भन्दै तपाईहरु सामु बिदा हुन चाहन्छु। र कहाँबाट हेर्दै हुनुहुन्छ, झापा झाँगा टोली युट्युब च्यानललाई पनि लाइक, शेयर, कमेन्ट गर्न नबिर्सिनु होला। जय नेपाल।